अनितासँग बात भयो? आज बात भएको छैन? त्यो घर आएको छैन नि त नभन्नु नि दिदीहरूलाई। त आज घर रुमै आएन। अघिदेखि म कति अघिदेखि फोन गरेँ कस्तो नउठाएको तिमीले? कस्तो म त तिमीसँग बात भयो होला भनेको इन्कमिङ पनि रहेन होइन। अनि खोइ त होस्टेलमा पनि फोन गरेको दिपराज दादालाई होइन। अनि यहाँबाट त निक्लेको त बहिनी भन्छ होइन। आज फाल्टो गाडीमा निक्लेको थियो अरे हो, स्कुलको बसमा आएन अरे त। अनि म त अहिले फोन गरेँ, अहिलेसम्म म खोजेँ कि कसलाई फोन गरौँ कसलाई फोन गरौँ भयो नि त हो। अनि फेरि घरमा गरौँ कि तिमीलाई गरौँ भयो नि त हो। अनि फेरि म तिमीलाई गरेको नि त। बात भएको छैन नि? औ मेसेजहरू गर न उसलाई, फोनमा इन्कमिङ बन्द रहेछ फेरि के भएको? औ बात भयो? के रहेछ अफलाइन छ नि? अफलाइनै छ। हेर न फोन गरेको खै कसैलाई सोधिहेर त यताउता उसको त्यो साथीको नम्बरहरू छैन तिम्रोमा? सबलाई फोन गरिसकेको, निक्लेको अरे स्कुलबाट दिउँसो होइन। अनि चाहिँ फेरि हेर न खोइ पर्खला एकछिन। ल कसैलाई कलहरू लगाऊ न। औ घरमा फोन गर्दैछौ क्या हो? गरेको छुइनँ, एकछिनमा गर्छु। अहिले एकछिन नगर है, अब एकछिन यतातिर बातहरू गर्छु होइन। अनि सब्जी के खाने? म कति किन अब देउता त्यसलाई देउता पहिला त्यसलाई देउता हो। ओ फोन लैजाऊ अरे, फोन गर अरे उसलाई। के गर्नु? फोनमा बात गर अरे। तिमी देउता तिमी बात गर अरे हौ। को हो? रन्ता हौ। किन गरेको? अहिलेसम्म कहाँ थियौ नि? हेलो, कहाँ गएको थियौ अहिलेसम्म? नुहाउनु, कहाँ जानु अब? कहाँ नुहाउनु? अनि अहिलेसम्म आएको छैन मान्छे त। यो यसको कुरा नसुन है, यसको कुरा त नसुन। भर्खर म यहाँ भर्खर फोन चार्जमा राखेर नुहाउँदैछु। कस्तो अब मजा गरेको, प्र्याङ्क गरेको। तिमीले कस्तो रुको तिमी? सरी रनिता, कस्तो तिमी त रुँदै पनि रहेछ। अब मैले मजा गरेको साँच्ची भनेको। मलाई साँच्ची थाहा थिएन न, कस्तो खालको लाउ। औ नरुवा न, कस्तो खालके हौ? प्र्याङ्क भन्दा हाँस न तिमी पनि। खुसी लागेन तिम्रो बहिनी नि छ भनेर? म नुहाउनु गएको थिएँ, फोन यहाँ चार्जमा हालेर। को यस्तो कुराहरू त्यस्तो नगर है, हन कस्तो खालको हो नि उर्दो। नरुवा न अनि, अब हाँस। हाँस्छु नाचेर। हाँस न साथी, हाँस। कस्तो खालको हो तिमीले त, मेरो मन सिङ्गम बनाइदियो यस्तो नगर। अयो तिमी कस्तो गर्दो रहेछ तिम्रो रियाक्सन। युट्युब भिडियो बनाएको नि त, अब युट्युबमा हाल्ने नि त। अहिले यहाँ हाल्दै गर न, अहिले म पर्दैन। कस्तो खालको हो भन, मले उयो बनाइदियो भन। टेन्सन नलेऊ, म छु त। म त यहाँ फोन मान्छे त्यही माथि झन् यहाँ सिरियस सिचुएसन चलिरहेको बेलामा चाहिँ के भन्छ हो भन। खासखेरि चाहिँ किन फोन गरेको थियो भन त? भन। फोनमा डाटा हाल्दैौ न भन्नु लागि फोन गरेको थियो क्या। टाउको भन, यहाँ कहाँबाट हाल्नु? म यहाँनिर यहाँ पैसा पनि छैन, रिचार्ज कताबाट गर्नु भनेर यहाँ टिकुलाई धर्दै थियो पनि। मैले यहाँ सुजनकोबाट रिचार्ज गरिदेऊ त भनेर उसलाई कल गर्दै थिएँ मैले। फेरि तिमीले गरेको गरिहाल्यो भने फेरि थुक्का थोरै देर पनि रिचार्ज त हुँदैछ नि। मलाई त केही थाहा छैन है। म त औ रनिता, के भयो? हाँस न अब। हाँस्छु जाने कस्तो रिस उठ्दो हौ भन। म त कस्तो डर लाग्यो अचानक यस्तो भन्दैन। यस्तो आएर हेर्छु, खाना आएर यस्तो मिस कल गरेको त म त पर्सी पो भन। कति मिस कल आएको थियो? 39 होला, 39 मिस कल आएको थियो। अनि चाहिँ तिमीलाई त टेन्सन भयो होला है?
अनि हुँदैन अनि त्यस्तो भन्दाखेरि त्यही माथि होइन आज फेरि दिनभरि उसँग बात नगर्नुपर्ने फेरि आज नै किन रुको त अनि डर लाग्दैन अनि अब कहाँ गयो गयो के भयो भयो म त कस्तो डर पो लाग्यो कस्तो डर लाग्यो मुटु ढुकढुक अनि चाहिँ कस्तो खालको घटिया मजाक यस्तो मजाक नगर है छा मजाक हो यो प्राङ्क हो प्राङ्क युट्युबमा हेर्नु ल जाने त कस्तो खालको हौ त ठिक्क रिचार्ज नभएको हो उसकोमा फाइदा उठाएको नि तिम्रो इनोसेन्ट बनाएको फाइदा उठा त्यही भएर भनेको यतै इनोसेन्ट राम्रो होइन अनि आफ्नो यस्तो मान्छे यस्तो हुँदाखेरि यस्तो हुँदैन क्या म त कस्तो डर लाग्यो म त अस्ति उसले भन्दै थियो एक जग्गा कस्तो त्यहाँनिर अँध्यारो छ डरै लाग्दो छ भन्दै थियो मलाई कम त डर लागेन हौ अनि फेरि नम्बर पनि छैन कसकोमा चाहिँ कल गर्नु होला नि त्यस्तो पनि सोचेँ अनि म चाहिँ अनि उसलाई नै रिचार्ज हालिदिन्छु अनि गर्छु फोन भन्दै थियो झन्डै मलाई तर्सेको थियो कस्तो भएको थियो ए अब ठिक छ होइन अनि चाहिँ एकछिन होस् भात खायौ गर्नु भयो लोब्रायौ पानी खाऊ पानी चुप लाग है यहाँ बाहिर आएको थियो म कस्तो तिमी त रिसाउ हुँदो यस्तो नगर है तिमी रिस्यौ मसँग के रिसिनु रिस्यौ कि रिसेनौ यस्तो नगर भने त यस्तो खालको मजा रिस्यौ कि रिसेनौ तिमी मसँग भन रिस्यौ कि रिसेनौ पहिला भन के गर्नु चाहिँ रिसाउनु हौ रिसाउनु ल त्यसो भए आई लभ यु भन नि त भन्छ दादा अहिले भन्दैनौ यहाँनिर यस्तो यहाँनिर रुवाएर चाहिँ अहिले तिम्रो यहाँ आई लभ यु साई लभ यु भन्नु नलगाइ बस्छ तिम्रो त फेरि तिम्रो ड्याडीको फोटो पो आउँदो रहेछ त पापाले त्यो उयसमा गुगलमा त्यही हालिरहनु भएको छ नि त त्यही भएर आउँछ हौ त्यो ए म त घरिघरि मिस्टेक भयो नि कता गोरे देखालाई त फोन लगाएन भनेर टेन्सनमा भइहालेको थियो अब घरमा पनि कहाँ भनिहाल्नु नि अहिले नै फस्यो अनि म पहिला टिकुसँगै बात गर्छु भन्ने भयो कस्तो हो बनाइदेऊ तिमीले मलाई छ रिचार्ज त हुन्थ्यो चुपचाप बस्नु पर्दैछ सुन न सुजनलाई भनेर मलाई डाटा हालिदेऊ कि अनि यहाँबाट उरिकाले ट्रान्सफर गरिदिन्छ हेर न नेटै नचलेर पो त पर्दैन गर्नु ल हालिदिन्छु आज आइतबार हो आइतबार के भयो नि अनि रातभरि कसरी बस्नु के हो रिचार्ज गरिदिनु भनेको होइन डाटा हालिदिनु भनेको डाटा अनि त्यो डाटा गरिदिएको पैसा फेरि वापस गरिदिन्छौँ हामी यहाँबाट उता पे अनि के भयो नि एउटै बात हो त नि गर्नु अरे कसैकोमा छैन बुझेँ मैले ल हालेकै छैन नि त रिसायौ तिमी रिसाइन छ कस्तो तेरो यस्तो नगर मजाक कस्तो त्यसो भए आई लभ यु भन नि त नि आई लभ यु भनेनौ भन्दिनँ म यहाँ आई लभ यु भन्ने मोडमा छु ए भनेपछि तिमी रिसाएको रहेछौ ल मैले सम्झेँ नि अब मैले बुझेँ नि फेरि अनि म चाहिँ किन रिसाउनु तिमीसँग तर यस्तो नराम्रो मजाक भयो नि त मसँग अनि त्यसो भए तिमीले आई लभ यु भनेनौ भन्दैनौ म कस्तो कराउन आँटेको थियो तिमीलाई फेरि अब के पकाउनु भन्दाखेरि भर्खर आएको हो क्या भनेर कहाँबाट आएको यत्रो खेर भनेर भन्नु बुनु के तपाईँ आइफोनको गर्दा त हाँसिरहेको थियो त भन न अनि बुनु दिदीले तिमीलाई त्यो आइफोनको प्र्याङ्क गर्दा त पुरा हाँस्दै थियौ त अनि यो चाहिँ आइफोन हो अनि आइफोन र त्यो कस्तो फरक हो अनि आई लभ यु भन्न नि त अनि यहाँनिर भक्कु रुवाएर चाहिँ तिम्रो यहाँ आई लभ यु भन्नु लाउँदो रहेछ हौ